नमस्कार, म ज्योति लुइटेल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट। आजको यस भिडियोमा चाहिँ म स्टुडेन्टहरूको सबभन्दा बेसी चासोको विषय रहेको अथवा क्यानाडाको लागि एप्लाई गर्दाखेरि सबभन्दा बेसी चाहिँ सोधिने प्रश्न फाइनेन्सियल डकुमेन्ट्सको बारेमा चाहिँ केही भन्न गइरहेको छु। विशेष गरी धेरै क्वेसन्सहरू आउने गर्छन् विद्यार्थीहरूबाट कि इन्कम सोर्स कति हुनुपर्छ, प्रपर्टी भ्यालुएसन कति हुनुपर्छ, सही डकुमेन्ट्स के हो। यो सबै कुरा गर्नुभन्दा अगाडि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि इमिग्रेसनले चाहेको के हो है। क्यानेडियन इमिग्रेसनले प्रष्टसँग इमिग्रेसनको वेबसाइटमा भनेको छ कि त तपाईले क्यानाडा स्टडी पर्मिट पाउनको लागि मिनिमम 1 वर्षको तपाईको पढाइमा लाग्ने खर्च, तपाईको बस्न खान लाग्ने खर्च र ट्राभल एक्सपेन्सेस कति लाग्छ, के लाग्छ, सुरुमा आउँदाखेरि यो सबै कुरा मिट हुने फन्ड चाहिँ रेडिली अभाइलेबल फन्डको रूपमा देखाउनु पर्यो। अब रेडिली अभाइलेबल फन्ड के हुन सक्छ त? जहिले पनि रेडिली अभाइलेबल फन्ड भनेको चाहिँ भविष्यमा यति कमाउँछु र चाहिँ यहाँबाट चाहिँ यो कमाएर म यहाँ ल्याउँछु भन्नु त पाइँदैन हो। रेडिली अभाइलेबल फन्डको लागि चाहिँ तपाईहरूले इमिग्रेसनले तोके अनुसार आइदर ब्याङ्क ब्यालेन्स विथ मिनिमम 4 मन्थ स्टेटमेन्ट अथवा एजुकेसन लोन, जुन एजुकेसन लोन फुल्ली एप्रुभ भएर तपाईसँग अभाइलेबल भइसकेको छ। यो भयो भने बल्ल त्यो फन्डलाई चाहिँ रेडिली अभाइलेबल फन्ड भन्न सक्नुहुन्छ तपाईले। रेडिली अभाइलेबल भन्नुको अर्थै के हो त भन्दाखेरि जतिखेर तपाईलाई चाहिन्छ त्यतिखेर तपाईले आइदर कुनै पनि मिन्स, इलेक्ट्रोनिक मिन्स अथवा चेक मार्फत चाहिँ त्यो फन्डलाई तपाईले झिकेर युज गर्न सक्नुहोस्। त्यसलाई रेडिली अभाइलेबल फन्ड भन्छ हो। त्यो कुराहरूलाई चाहिँ ध्यान दिनु होला र रेडिली अभाइलेबल फन्ड यदि तपाईले प्रिपेयर गर्नु भएको छ 1 वर्षको लिभिङ एक्सपेन्सेसको लागि भने त्यसपछि बल्ल फर्दर अरू डकुमेन्ट्स, इन्कम सोर्स, प्रपर्टी भ्यालुएसन, ती भनेका चाहिँ अब भोलि भविष्यमा आउने खर्चहरूको लागि मेकअप गर्नको लागि चाहिँ तपाईले पेश गर्ने आधारहरू हुन् है। फर्स्ट रिक्वायरमेन्ट भनेको नै के हो त भन्दाखेरि रेडिली अभाइलेबल फन्ड। त्यसले गर्दाखेरि त्यो कुरालाई ध्यानमा राख्नु होला र डकुमेन्टेसन गर्दाखेरि एकदमै सचेत भएर टाइम लिएर हतार नगरिकन डकुमेन्टेसन गर्नु होला। विशेष गरी स्टुडेन्टहरूको चाहिँ हतार गर्ने बानी छ। टाइम लिनुस्, जहिले पनि एब्रोड स्टडीको प्रिपेयर गर्ने बेलामा चाहिँ टाइम लिनुस् र आफूले चाहिँ केही नभए पनि 6-8 महिना चाहिँ अगाडिदेखि नै जुन इन्टेकमा पढ्न जाने हो त्यो इन्टेकभन्दा 6-8 महिना अगाडिदेखि नै तपाईँले प्रिपेयर गरेर प्लान गरेर अप्लाई गर्नुभयो भने चाहिँ सक्सेस अवश्य पाइन्छ।